हेलो नमस्ते छ्याजालो तपाईहरुलाई मेरो मिनी भ्लगमा फेरि पनि स्वागत छ। धेरै समयपछि आज भ्लग बनाउँदै छु, मिनी भ्लग है। सो तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै छु भन्नको साथमा आजको न्यू मिनी भ्लग स्टार्ट गरेको छु अनि धेरै समयपछि है। अनि त्यही हो, आज चाहिँ म सुन्तला बारीमा पानी हाल्न आएको हो अनि घाम पनि टलक टलक टल्केछ मेरो अनुहारमा है। त्यही हो, अब चाहिँ म सुन्तलामा पानी हाल्छु ल गाइस। बिचरा मेरो सुन्तला यस्तो भइरहेको पानी चाहिँ वहाँबाट बोक्नु पर्छ, चाहिँ माथि चढ्दैन नि त। अनि थोरै थोरै भए पनि ल्याउनु पर्यो भनेर लिएर आएको हो। त्यही हो, सुन्तलाहरू पनि बिचरा सानो छ कि गाह्रो छ हजुर। हेर्न सक्नुहुन्छ मैले पानी यसमा बोकेर लिएर आएको, जर्किनमा यसमा है यसरी। सो उता चाहिँ पुगेको छैन नि त, त्यही भएर पानी बोकेको। गाह्रो छ हजुर सुन्तला खाना पनि यसरी बोकिराखु गाह्रो छ। अँध्यारो देखिएछ, जाडो भएछ पनि। धेरै त हाल्न सक्दिनँ, थोरै थोरै पाइप आएको भए अलि सजिलै हुन्थ्यो, तर पाइप आउँदैन यहाँ। सानो चाहिँ मर्निङ भ्यू, घाम टल्किरहेको छ। बिचरा सानो दाउराहरू पनि लगेको छैन। सो हेर्न सक्नु सबै कुहिरो लागेको छ तलतिर। यता चाहिँ हाम्रोतिर चाहिँ घाम लागिरहेको छ, हेर्न सक्नुहुन्छ घाम लागिरहेको छ। त्यही हो, गाह्रो छ हजुर। यहाँ माथि चाहिँ अलिक सानो छ, तल चाहिँ ठुल्ठुलो छ फेरि सुन्तला। हेर्न सक्नुहुन्छ सुन्तला यहाँ चाहिँ ठुल्ठुलो है, हाम्रो उता चाहिँ ठुल्ठुलो हो। सो त्यही हो, यहाँ पनि अघि नै हालेको, त्यही पनि थोरै थोरै हालौँ न। यता चाहिँ सुन्तला राम्रो हो, ठुल्ठुलो हो। ल आजलाई भयो, अब भोलि लिएर आउने।
अब चाहिँ जाँदैछौँ घर। गाउँ कस्तो अँध्यारो भएको, भिडियो खिच्दा चाहिँ अँध्यारो देखेछ कि। यता चाहिँ घाम पर्यो, तलतिर चाहिँ सबै कुहिरोले ढाक्यो। कुहिरोले गाह्रो छ। मजा छ। अघि पानी लिन हेर्नु न, यसरी झरेको बिचरा बाल्टिन। सो हाम्रो कडी सवारीतिर लगामै त अब। यहाँ चाहिँ यो खोले साग छ है, अनि प्लस यहाँ धनिया, यो चाहिँ बलुवाको लसुन सुन्तलाहरू, अनि खोर्सानी थियो सबै काटिदिएको चाहिँ फुलकोपी, यो बर्काउली होला सायद, बर्काउली के हो। दाउरा छिरे, लसुन सुन्तला। खोर्सानी अहिले चाहिँ फल छैन, अस्ति चाहिँ हामी थुप्रै बेच्यौँ खोर्सानी। इस्कुसहरू पनि छ। यो चाहिँ मुलाहरू, कस्तो राम्रो है यो मुलाहरू चाहिँ। यहाँ पनि केरा बल्ल रोपेको खोर्सानी पाकेको रहेछ। फल्नु चाहिँ अहिले नि अलिअलि चाहिँ फलेछ। यो चाहिँ माथिको भन्दा कति ठुलो भयो नि यो सुन्तला। यहाँ पनि कस्तो, यहाँ चाहिँ राम्रो भएको छ। यो लाइनको चाहिँ अलि बिग्रियो, नत्र चाहिँ सबै राम्रो है त। यहाँ पनि कस्तो राम्रो भयो। यो चाहिँ सबै फुलकोपीहरू है। बिहानको काम मेरो सबै झरेर ल्याउन लाग्यो। यहाँ चाहिँ बादल आउँछ, अनि त्यही भएर इस्कुसहरू सबै खाइदिन्छ हाम्रो त। यो चाहिँ अस्ति रोपेको प्याजहरू। यो हिजो रोपेको
राति राति दाउरा छ सिङ्गाउँ हिजो रोपेको र अस्ति रोपेको धेरै फरक हुँदो रहेछ स्याटो गर्दा कस्तो राम्रो देख्ने ल आजको लागि यति नै है त गाइज ल तपाईँले हेरेर कस्तो लाग्छ कमेन्ट लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क्स फर वाचिङ बाइ बाइ